एउटा क्वेसन प्लस अर्को पनि 7.5 आउँछ दुईटा क्वेसन अर्को 5 मार्क्स आउँछ जम्मा 20 मार्क्स आउँछ यहाँ र तीनटा क्वेसन आउँछ प्रोबेबिलिटी डिस्ट्रिब्युसनबाट हाम्रो कति मार्क्स आउँछ 20 मार्क्स आउँछ भनेको ग्रुप बी मै आउने हो ग्रुप ए मा आउने चान्स छैन 7.5 एउटा 7.5 अर्को र अर्को भनेको 5 मार्क्स गरेर जम्मा कति आउने हो 20 मार्क्स आउने प्रोबेबिलिटीबाट टोटल 40 मार्क्स आउने अहिले हामी के पढ्दै छौं प्रोबेबिलिटी डिस्ट्रिब्युसन भन्ने पढ्दै छौं ख्याल गर्नु होला है एउटा बेसिक प्रोबेबिलिटी हुन्छ अर्को भनेको के हुन्छ प्रोबेबिलिटी डिस्ट्रिब्युसन अब प्रोबेबिलिटी भन्ने बित्तिकै अनलिमिटेड हो के जेको पनि प्रोबेबिलिटी हुन्छ तपाईलाई थाहा छ जेको पनि प्रोबेबिलिटी हुन्छ नि त प्रोबेबिलिटी भनेको हुने चान्सेस कति छ भन्ने कुरा नि त कुनै पनि इभेन्ट्सको चान्सेसलाई हामी के भन्छौं प्रोबेबिलिटी भन्छौं अब प्रोबेबिलिटीमा धेरै कुरा पढ्नु पर्छ त्यता नजाऊ म तपाईलाई ठ्याक्क टु द पोइन्ट चाहिने कुरा किन भन्दाखेरि प्रोबेबिलिटीमा फेरि क्वेशनै प्रोबेबिलिटी एउटै हुन्छ नछुट्याउन सकिन्छ म तपाईलाई सिम्पल भन्दैछु यहाँ हामीले पढ्ने तीनटा हो यसमा हामीले पढ्छ तीनटा एउटा पढ्छ बाइनोमियल डिस्ट्रिब्युसन एउटा क्वेशन यहाँबाट आउँछ एउटा बाइनोमियल डिस्ट्रिब्युसनबाट आउँछ दोस्रो आउँछ पोइजन डिस्ट्रिब्युसन अर्को भनेको हुन्छ नर्मल डिस्ट्रिब्युसन हामीले यहाँ पढ्ने भनेको तीनटा टपिक हो नर्मल डिस्ट्रिब्युसन अरु बेसिक प्रोबेबिलिटी झन् कति छ भनेको प्रोबेबिलिटी डिस्ट्रिब्युसन भित्र हामी कतिवटा पार्ट पढ्छौं तीनटा पढ्छौं बाइनोमियल डिस्ट्रिब्युसन पोइजन डिस्ट्रिब्युसन र के हो त नर्मल डिस्ट्रिब्युसन हामी छुट्टै सबैको हेडिङ बनाएर पढ्छौं अब यहाँ म तपाईलाई ठ्याक्कै कन्फ्युज नहोइकिन सिधै एक्जाम ओरिएन्टेड पढाउँछु एउटा पुरै कन्सेप्चुअल छ त्यो चाहिँ बुझादिन त्यो लामो हुन्छ म तपाईलाई सिम्पल एकैचोटी बुझाइदिन्छु बाइनोमियल डिस्ट्रिब्युसन यस्ता इभेन्ट्सहरु जसको चाहिँ प्रोबेबिलिटी एउटा आउने चान्स हुन्छ भने त्यसलाई हामी के भन्छौं यो 50-50 हुन्छ है एउटा प्रोबेबिलिटी आउने चान्सेस हुन्छ भने त्यसलाई हामी के भन्छौं बाइनोमियल डिस्ट्रिब्युसन यस्ता एक्सपेरिमेन्टहरु यस्ता इभेन्ट्सहरु जसको आउटकम्स चाहिँ एउटा आउँछ भने आउटकम्स के हुनु पर्यो एउटा जस्तै गेम थाहा छ गेममा के हारिन्छ कि त जितिन्छ अब ड्र भयो भनेको त अपवाद हो त्यता जान मिल्दैन है गेममा के हारिन्छ कि जितिन्छ यो बाइनोमियल डिस्ट्रिब्युसन हो अनि बच्चा जन्मिँदा कि केटा जन्मिन्छ कि त बोय जन्मिन्छ कि त गर्ल जन्मिन्छ यो के हो त बाइनोमियल डिस्ट्रिब्युसन हो यस्ता एक्सपेरिमेन्ट अथवा इभेन्ट्सहरु जसको आउटकम्स चाहिँ एउटा आउँछ भने त्यसलाई हामी के भन्छौं बाइनोमियल डिस्ट्रिब्युसन भन्छौं है अब त्यस्तो धेरै दिमाग लगाउनु पर्दैन अब बाइनोमियल डिस्ट्रिब्युसनमा हामीले पढ्नु पर्ने दुईटा कुरा हुन्छ एउटा भनेको एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन र फिटेड बाइनोमियल डिस्ट्रिब्युसन जुन एक्जाममा लगभग 99% आउँछ 100% चाहिँ हैन 99% क्वेशन आइरहेको हुन्छ तिमीलाई लगी पनि आएको थियो फिटेड बाइनोमियल डिस्ट्रिब्युसन भन्नु र एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन भन्नुको एउटै हो म आज यही सक्दिन्छु लेख्नुस् फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन धेरै लफडा नगरौँ कामै छैन लफडा गर्न त हुन्थ्यो फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन अगाडिको स्लाइड देखाउनु न अलिकति हजुर अगाडिको स्लाइड केही त पढाएको छैन भयो केही पढाएको छैन यहाँ पढाउने आजै सकिन्छ आजै गोजीमा जाने हो आजै भर्खरै गोजीमा 7.5 आएर भन्न पाइदैन भयो सारौं लेख्नुस् फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन P capital X equals to small x यसको फर्मुला भनेको सर अहिले लेखाउनु मात्र भएको छ धेरै त अरु भन्नु आएन नि है म अलि ढिलो भयो हजुर भन्नु न अलि ढिलो भयो भर्खरै सुरु भयो सर भर्खरै यही केही छुटेकै छैन के भन्नुपर्ने छ भने एक दुईवटा ध्यापको भन्दिहाल्नु त सर अगाडि भनेको केही छैन मैले बोलेकै छैन प्रोबेबिलिटी डिस्ट्रिब्युसन सुरु भएको यसको तीनटा गर्नुपर्छ बाइनोमियल पोइजन र नर्मल हो भर्खर बाइनोमियल लेख्दैछु केही छुटेकै छैन म एउटै एक्जाम्पल गर्दैछु सब खत्तम ओल्ड गोल्ड बुक सुक अगरा बगरा सबै खत्तम केही गर्नै पर्दैन म जे पढाउँछु त्यही हेर्दै अब यहाँ अहिले हामी के मान्छौँ बाइनोमियल डिस्ट्रिब्युसन यस्ता इभेन्ट्सहरु हैन जुन इभेन्ट्सको आउटकम्स चाहिँ एउटा आउँछ भने त्यो के हो त बाइनोमियल हो त्यसरी छुट्याउनु पर्दैन यो शब्द मात्रै हो
अब हामीलाई बाइनोमियल डिस्ट्रिब्युसनको फर्मुला भनेको p क्यापिटल x इक्वल्स टु स्मल x एन्ड cx इन्टु p को पावर x इन्टु p को पावर n माइनस x। हामीलाई यहाँ चाहिने भनेको एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन। लेख्नुस् त, we have the expected frequency distribution। हामीलाई चाहिने यो we have the expected frequency distribution। we have the expected frequency distribution जसलाई हामी फिटेड डिस्ट्रिब्युसन पनि भन्छौँ। फिटेड एक्सपेक्टेड भन्नु र फिटेड भन्नु एउटै हो। n इन्टु यो काट भाइ fx राख्नु पर्यो नि त, fx इक्वल्स टु n इन्टु p इन्टु क्यापिटल x इक्वल्स टु स्मल x। ल यो फर्मुला हामीलाई निकाल्न यही भन्छ, फिटेड बाइनोमियल डिस्ट्रिब्युसन भन्छ। हामीलाई चाहिने यही हो, n इन्टु p इन्टु क्यापिटल x इक्वल्स टु स्मल x, where n इक्वल्स टु नम्बर अफ ट्रायल्स। बुझेन भने मलाई सोध्नु ल, यो क्वेशन आउटै हो, 99% आउट हो यो क्वेशन। 100 त अब केही पनि हुँदैन, तपाईलाई थाहा छ जिन्दगीमा। टोटल फ्रिक्वेन्सी यो भनेको समेसन एफ p इक्वल्स टु प्रोबेबिलिटी अफ सक्सेस। हामी एकदम सर्टकटमा छौँ। q इक्वल्स टु प्रोबेबिलिटी अफ फेलियर। अनि के छ, x भनेको सक्सेस बस सके, यति नै हो। आज हामी फिटेड अबाइनोमियल डिस्ट्रिब्युसन पढ्दैछौँ। यसको पार्ट धेरै छ, बाइनोमियल, पोइजन, नर्मल। अलिकति नचिन्न सकिन्छ, म तपाईँलाई ठ्याक्कै चिन्ने तरिकाले पढाइदिन्छु, केही गर्नै पर्दैन, क्वेसन छुटिहाल्छ। तपाईँको फर्मुला हो यो, बाइनोमियलको नर्मल फर्मुला हो। यो भनेको चाहिँ एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन हो। भयो भने यही छ, पुरै ओल्ड बढी यही छ। 2025, 2024, 2023, 2022, 2021, 20, 19, 18, 17, 16 सबै क्वेसन आउट हो। अब तपाईँको बेलामा आएन भने बेग्लै कुरा आउने यही हो लगभग। अब यहाँ हेर्नुहोस्, तपाईँलाई क्वेसनले बाइनोमियल डिस्ट्रिब्युसनको एक्सपेक्टेड फ्रिक्वेन्सी निकाल भन्यो अथवा फिटेड बाइनोमियल भन्यो। पहिला बेसिक फर्मुला त जानु पर्यो नि त। यो बाइनोमियल डिस्ट्रिब्युसनको बेसिक फर्मुला हो, यसलाई हामी बेसिक भन्छौँ क्या। अब p क्यापिटल x इक्वल्स टु स्मल x, यो नोटेसन भयो। यसको फर्मुला भनेको n c भनेको कम्बिनेसन हो इन्टु p को पावर x इन्टु p को पावर n माइनस x। अब यसैलाई क्वेसनले एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन निकाल भन्छ। फिटेड बाइनोमियल डिस्ट्रिब्युसन भन्नु, एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन भन्नु के हो त, एउटै। यो भनेको fx हो, यो भनेको के हो, fx। अब यो निकाल्दाखेरि n इन्टु p क्यापिटल x इक्वल्स टु स्मल x, यो भनेको के हो, यो माथिको। यो भन्नु नि के हो त, यो माथिको हामी राख्छौँ है। अनि n भनेको नम्बर अफ ट्रायल, कति पटक ट्रायल गरियो है। त्यसपछि क्यापिटल n भनेको टोटल फ्रिक्वेन्सी हो, p भनेको प्रोबेबिलिटी अफ सक्सेस हो, q भनेको प्रोबेबिलिटी अफ फेलियर हो, x भनेको सक्सेस चाहिँ निकालिन्छ के हो त, नम्बर अफ सक्सेसलाई हामी के भन्छौँ, x भन्छौँ। अब अहिले हामीले पढेको फिटेड बाइनोमियल डिस्ट्रिब्युसन हो, ख्याल गर्नु होला है। फिटेड दुईटा हुन्छ, बाइनोमियलको पनि फिटेड हुन्छ, पोजिसनको पनि के हुन्छ, फिटेड हुन्छ। अब बाइनोमियलको फिटेड आयो भने पोजिसनको फिटेड आउँदैन, पोजिसनको फिटेड आयो भने बाइनोमियलको फिटेड आउँदैन। एउटा फिटेडबाट आउने हो, एउटा बेसिकबाट आउने हो। जसरी पनि एउटा फिटेड एउटा बेसिकबाट आउने हो। फिटेड बाइनोमियल आयो भने बेसिक पोजिसन आउँछ, फिटेड पोजिसन आयो भने बेसिक के आउँछ, बाइनोमियल आउँछ, मिलाएर आउने हो। अब यति गरिसकेपछि लेख्नुहोस् एउटा क्वेसन, लेख्नुहोस् फिटेड a binomial distribution from the following data, from the following data। बुझेन भने सोध, यही हो एन्सर। यसको त्यस्तो केही बुझ्नु पर्दैन है, क्वेसन छुट्याउनु पर्दैन, यसमा ठ्याक्क हुन्छ। क्वेसनले के भन्छ, फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसन, फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसन लेखिन त मैले, फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसन from the following data,
अब यहाँ बनाउने ट्यागका फर्मेट number of defectives, number of defective, frequency 0 1 2 3 4 28 62 46 20 4 यही हो क्वेशन fitted a binomial distribution from the following data भनेको छ अनि नम्बर अफ डिफेक्टिभ्स दियो अनि फ्रिक्वेन्सी दिएको छ तपाईलाई के हो क्वेशन यही क्वेशन अब तपाईले यहाँ माग्न मिल्ने दुईटा हुन्छ एउटा अनबायस्डको कन्डिसन हुन्छ अर्को भनेको बायस्डको कन्डिसन हुन्छ भनेको एउटा पी र क्यू थाहा भएको कन्डिसन हुन्छ अर्को भनेको पी र क्यू थाहा नभएको कन्डिसन हुन्छ भनेको दुईटा क्वेशन आउने यसको म्याक्सिमम आउने चान्सेस दुईटा हुन्छ एउटा भनेको चाहिँ अनबायस्ड हुन्छ अर्को भनेको के हुन्छ अननेचर भनेको अननाउन हुन्छ है बायस्ड हुन्छ लेख्नुस् सर त्यो नम्बर अफ के हो सर डिफेक्टिभ हो कि फिटेभ के हो सर बक्सको नम्बर अफ डिफेक्टिभ नम्बर अफ डिफेक्टिभ नम्बर अफ डिफेक्टिभ भयो अब पहिलो लेख्ने द क्वाइन इज अनबायस्ड द क्वाइन इज अनबायस्ड अनबायस्ड अर्को लेख्ने सेकेन्डमा यहाँ दुईचोटिमा आन्सर द नेचर of a coin the nature of a coin is unknown ल यही दुईटा हुन्छ एउटा पी र क्यू थाहा भएको हुन्छ अर्को भनेको थाहा नभएको हुन्छ यो बाहेक संसारमा अरू क्वेसनै छैन यसको तपाईलाई क्वेसनले ख्याल गर्नु होला है अहिले हामी फिटिङ गर्दैछौँ फिटेड भन्नु र एक्सपेक्टेड भन्नु एउटै हो है कन्फ्युज नहुनु होला फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसन भनेर भनौँ त के भन्यो फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसन भन्नु र एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन भन्नु एउटै हो है ख्याल गर्नुला फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसन भन्नु र एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन भन्नु के हो त एउटै नै हो अब अहिले हामी के भन्छौँ फिटेड अ बाइनोमियल डिस्ट्रिब्युसनमा छौँ अब यसको माग्ने दुईटा हुन्छ कि त क्वेसनले अनबायस्ड भनेर माग्छ कि त क्वेसनले अननाउन भनेर माग्छ यो दुईटा मध्ये एउटा हुन्छ म दुईटै गरिदिन्छु एक्जाममा दुईटा चाहिँ हुँदैन कुनै एउटा हुन्छ कि त तपाईलाई पी र क्यूको बारेमा थाहा भएको हुन्छ कि त तपाईलाई पी र क्यूको बारेमा थाहा भएको हुँदैन अननाउन भनेको थाहा नभएको है अनबायस्ड भनेको के हो 50-50 हो प्रोबेबिलिटी पनि 50 क्यू पनि 50 हो भनेको अनबायस्ड भनेको त्यही हो 50-50 हो अब मैले के गरेँ भन्दा फर्स्टमा गरेँ है फर्स्टको लागि मैले सोल्युसन गरेँ गिभनमा द क्वाइन इज अनबायस्ड मैले के गरेँ फर्स्टको गरेँ है सोल्युसन मैले फर्स्टको सोल्युसन गरेँ द क्वाइन इज अनबायस्ड भनेको अनबायस्ड भनेको पी र क्यू थाहा भएको कन्डिसन भन्छ क्या पी र क्यू थाहा भएको कन्डिसनबाट गरिन्छ एउटा फिटेड बाइनोमियल डिस्ट्रिब्युसन एउटा पी र क्यू थाहा नभएको कन्डिसन हुन्छ भनेको तपाईले एक्जाममा फिटेड बाइनोमियल डिस्ट्रिब्युसन गर्नुभयो अथवा एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसन गर्नु भने यसको दुईटा कन्डिसन हुन्छ कि त तपाईलाई क्वेसनले पी र क्यू थाहा भएको कन्डिसन दिन्छ कि त पी र क्यू थाहा नभएको कन्डिसन दिन्छ एउटा थाहा भएको कन्डिसन एउटा थाहा नभएको कन्डिसन भनेको यो अनबायस भनेको 50-50 हो क्या प्रोबेबिलिटी अफ सक्सेस पनि 50 प्रोबेबिलिटी अफ फेलियर पनि के हो त 50 हो अब यहाँ यो नम्बर अफ डिफेक्टिभ हुन्छ 0 1 2 3 4 यहाँ लास्टमा हेर्ने यहाँ जति हुन्छ त्यति नै हुन्छ नम्बर अफ ट्रायल यहाँ 0 लाई गर्नु होला मैले 0 लाई गरेर बिगारेको थिएँ यहाँनिर उसमा 0 लाई गर्दै थिएँ 5 राख्दै थिएँ है यो नगर्नु होला तपाईहरु यो 0 लाई नहेरिकन यहाँ कति छ यहाँ लास्टमा 4 छ नि हो त्यही हो त्यो भनेको नम्बर अफ ट्रायल्स हो नम्बर अफ ट्रायल्स बुझेन भने सोध्ने नम्बर अफ ट्रायल्स भनेको 4 कति पटक ट्रायल गरियो 4 ठीक छ नम्बर अफ ट्रायल्स भनेको 4 अनि फ्रिक्वेन्सी भनेको टोटल जोड्ने टोटल फ्रिक्वेन्सी यसलाई हामी एन भन्छौँ जोडौँ त यो कति भयो 28 + 62 28 + 62 + 46 + 20 + 4 कति आयो 160 आउँछ मैले नि बनाएको ल कति आयो 160 भनेको नम्बर अफ ट्रायल 4 यहाँ आएको है मैले यो गरेको भने त 5 पुग्छ नि फेरि नम्बर अफ ट्रायल 4 अनि टोटल फ्रिक्वेन्सी 160 अब रह्यो पी र क्यू थाहा भएको र अब रह्यो पी र क्यू थाहा भएको र नथाहा भएको अहिले हामी के छ पी र क्यू थाहा भएको अनबायस्डको मिनिङ के हो भन्दाखेरि
अनबायस्डको मिनिङ भनेको तपाईँलाई प्रोबेबिलिटी अफ सक्सेस पनि 50, प्रोबेबिलिटी अफ फेलियर पनि के हो त 50। अब यहाँ लेख्नु होला प्रोबेबिलिटी अफ सक्सेस, प्रोबेबिलिटी अफ सक्सेस, प्रोबेबिलिटी अफ सक्सेस P 0.50, प्रोबेबिलिटी अफ फेलियर, प्रोबेबिलिटी अफ फेलियर बुझ्दैन भने सोध्नु होला। ओल्ड इजको सबै सकिन्छ। अब यो प्रोबेबिलिटी अफ फेलियर बुकको पनि सक्यो। Q = 0.50 भनेको P पनि 0.5 भयो, Q पनि के भयो 0.5 भयो। सक्यो। यति पहिला गिभन छ हामी के एजुम गरे हो हामीले यो चाहिँ के P र Q यस्तो हो। अनबायस भनेको 50-50 हो नि त। अनबायस भनेको 50-50 हो क्या। ए हो हजुर सर। अनबायस भनेको के हो 50-50 हो क्या। अहिले हामी अनबायस भनेको P र Q थाहा भएको कन्डिसन भनेको P 0.5 Q 0.5 यसलाई भन्छ थाहा भएको कन्डिसन है। एकदम सजिलो छ। बुझेन भने सोध्नु होला। मलाई भन्नुहोस् त यहाँ कसैलाई कुनै कन्फ्युजन छ यति गरेकोमा? कसैलाई कुनै कन्फ्युजन छ नि बोल्दा हुन्छ। म तपाईँलाई दुईचोटि बोल्छु, दुईचोटि सबै आवाज आइसक्नुपर्छ। कसैलाई यो गिभनमा कन्फ्युजन छ? 1। कसैलाई यसमा कन्फ्युजन छ? छैन। ओके ल मैले यो छोडेँ। सर यहाँ म माइक खोल्दै थिएँ ढिला भयो। तँलाई माइक खोल। के अरे गिभन कन्डिसन P र Q थाहा भएकोमा गर्ने भन्नु भएन नि। गिभन कन्डिसन भने चाहिँ कहाँ थाहा पाउने? लाठी यहाँ भनिरहेको छ नि द क्वान्टिटी ए अनबायस्ड अनबायस्ड भनेरै थाहा पाउने, अरू केही होइन। कसैले कि त P र Q दिन्छ कि त अनबायस्ड भन्छ कि त इक्वल भन्छ क्या एउटा कन्डिसनमा। बुझिस्? इक्वल अनबायस्ड भन्छ, इक्वल भन्छ, त्यही हो। कि अनबायस्ड भन्छ कि त इक्वल भन्छ है। अहिले भने अनबायस्ड भनेको इक्वल। यहाँ ब्र्याकेट पनि लेखिराख। अनबायस्डको अर्को नाम इक्वल हो। अनबायस्डको अर्को नाम के हो? इक्वल। एन 4 टोटल फ्रिक्वेन्सी हो काउन्ट गर्दै। अनि P र Q अहिले हामीलाई थाहा भयो 50-50। अब भयो। यति सकिसकेपछि अब हामी केमा छौँ? बाइनोमियलमा। अब सिधै लेख्ने यहाँ ठ्याक्कै यो शब्द लेख्ने फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन, फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन। यो ल्याङ्ग्वेज लेख्नु पर्यो। फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन we have the expected frequency, we have the expected frequency for X success is fx equals to n into अघिको फर्मुला हाल्ने P capital X equals to small x। यति अघि हाम्रो फर्मुला यो एक्सपेक्टेड फ्रिक्वेन्सी डिस्ट्रिब्युसनको फर्मुला हो के, जसलाई हामी फिटेड भनेर भन्छौँ। फिटेड भन्नु र एक्सपेक्टेड भन्नु के हो? एउटै हो। अब मलाई फेरि के गर्छु? नर्मल फर्मुला चेन्ज गर्छु। n इन्टु अब P भने P क्यापिटल X भनेको NCX इन्टु P को पावर X इन्टु Q को पावर n माइनस x। यो फर्मुला हो। अब यहाँ हामी हाल्छौँ। म एकैचोटि एन्सर निकाल्छु है, खत्तम भइहाल्छ। तपाईँले ख्याल गर्नुभयो? बल्ल हाम्रो सोल्युसन सुरु भयो क्या। अघिसम्म त गिभनै थियो। सोल्युसन यहाँ बल्ल सुरु भयो। अब मैले के लेखेँ? फ्रम द बाइनोमियल डिस्ट्रिब्युसन वी हेभ द एक्सपेक्टेड फ्रिक्वेन्सी फर एक्स सक्सेस इज भने अनि एफएक्स इक्वल्स टु फर्मुला हाले हाम्रो माथि गएको फर्मुला। अब हाम्रो एन कति छ? क्यापिटल 160 इन्टु एन स्मल एन कति छ? 4। सी भनेको सी हो, एक्स भनेको एक्स हो। ठिक छ। इन्टु पी भनेको कति हो? 0.5 को पावर एक्स इन्टु क्यू भनेको कति हो? 0.5 को पावर एन कति छ? 4 माइनस एक्स। यहाँसम्म कसैलाई समस्या छैन होला? अब म के गर्छु भन्दा 160 लाई 160 नै राख्छु, 4cx लाई 4cx नै राख्छु। अब मलाई भन्नु बेस सेम भयो भने पावर जोड्छ कि जोड्दैन? बेसिक म्याथमेटिक्सको नियमले के भन्छ भन्दाखेरि बेस सेम छ भने पावर जोड्न मिल्छ। यो 0.5 र 0.5 सेम छ, त्यही भएर तिमीको पावर जोड्न मिल्यो। 0.5 x प्लस 4 माइनस x, यो x कट्यो। 160 इन्टु 4cx 0.5 को पावर 4 गर्दा कति हुन्छ? 0.5 को पावर 4। ल यतिकै राख्नुमा केही फरक पर्दैन, पावर 4 गर्दा नि हुन्थ्यो। अब यहाँ म तपाईँलाई दुई तरिकाले सिकाउँछु। एउटा भनेको ल ठिकै छ, यतिकै राख्नु। ल यहाँसम्म साह्रो त? यहाँसम्म कसैलाई कुनै कन्फ्युजन छ भने बोल्दा हुन्छ। अब सकिन लाग्यो, अब आन्सर आइसक्यो।
कसैलाई कन्फ्युजन छ? एक कसैलाई कन्फ्युजन छ? एकचोटि फेरि भनिदिनु न। यहाँ मैले केही गरिनँ है, मैले तपाईँलाई एक्सपेक्टेड फ्रिक्वेन्सीको फर्मुला लगाएँ। यो हो फर्मुला, एक्सपेक्टेड फ्रिक्वेन्सीको फर्मुला हो, अघि भर्खर नोटो ल्याएको थिएँ। अब यो फर्मुलालाई मैले सारेँ, क्यापिटल एन, यसको फर्मुला भनेको एनसीएक्स इन्टु पीको पावर एक्स इन्टु क्यूको पावर एन माइनस एक्स। अब क्यापिटल एन हामीसँग 160 छ राखेँ, स्मल एन भनेको 4 छ, सी जस्ताको त्यस्तै, एक्स जस्ताको त्यस्तै, इन्टु पी भनेको हाम्रो 0.5 हो, पावर एक्स इन्टु क्यू भनेको पनि 0.5 हो, पावर 4 माइनस एक्स। ठिक छ। अनि म्याथ प्र्याक्टिसको नियमले के भन्छ, बेस सेम भयो भने पावर जुट्छ। यो 180 जस्ताको त्यस्तै, यो 4cx जस्ताको त्यस्तै। अब यो र यो त सेम छ, त्यही भएर बेस सेम छ भने पावर जोडिन्छ, x प्लस 4 माइनस एक्स, एक्स एक्स कट्यो अनि यो सारी भयो। सिम्पल जोड घटाउ। यहाँसम्म ठिक छ? ठिक छ? ठिक छ सर। ल अब त्यसो भए यहाँ हेर्नुहोस्, अब तपाईँले सबै भ्यालु निकाल्नुपर्छ। यहाँ हेर्नुहोस् है, यो हेर्नुहोस्। अब एकचोटि x को भ्यालु 0 राख्ने, एकचोटि 1 राख्ने, एकचोटि 2 राख्ने, एकचोटि 3 राख्ने, एकचोटि 4 राख्ने, सबैको भ्यालु निकाल्नु पर्यो क्या। x को भ्यालु 0 1 2 3 4 गरेर सब निकाल्नु पर्यो। अब यहाँ लेखिदिन्छु, त्यही भ्यालुमा हाल्ने, यहाँ राख्ने। when x equals to 0 भनेको f0। अब यहाँ हाल्नु पर्यो क्या, यहाँनिर हाल्नु पर्यो, यसमा हाल्नु पर्यो 160 इन्टु 4cx, 160 इन्टु 4c, x को ठाउँमा के हुन्छ 0 इन्टु 0.5 को पावर 4 भयो। अब यहाँ निकाल्ने हो फेरि, when x equals to 1, f1 equals to 160 इन्टु, अब यहाँ 1 राख्ने, 4c1 इन्टु 0.5 को पावर कति हो 4, x equals to 2, f2 equals to 160 इन्टु 4c2 इन्टु 0.5 को पावर 4। अब कति राख्ने 3, x3 हो, f3 भने राख्नु पर्यो 160 इन्टु, अब कति राख्नु पर्यो 3 राख्नु पर्यो इन्टु 0.5 को पावर 4। यो एन्सर अहिले एकैचोटि निकालिदिन्छु। अब यहाँ लग्डा हुन्छ, बिस्तारै निकाल्दा नि हुन्छ, तर टाइम लाग्छ। तपाईँको इच्छा जे गर्दा नि भयो। 4 इन्टु 0.5 को पावर 4। अब अर्को कति छ, यति समय त भयो, एन्सर आयो। अब यहाँ निकाल्ने क्याल्कुलेसन कति कति आयो म एकैचोटि निकालिदिन्छु। ल जान्छ, ल भयो यो एन्सर। अब यहाँ हामी लेख्छौँ, अब यो सल्भ गर्नुहोस् न। सी भनेको सिफ्ट डिभाइड गरेर आउँछ, सी भनेको कम्बिनेसन भनेको सिफ्ट डिभाइड गरेर आउँछ, सिफ्ट अनि डिभाइड दिन्छ भने कम्बिनेसन आउँछ। अब सल्भ गर्नुहोस् न कति कति आयो। यसको मसिन अर्को सर्टकट पनि आइगएको छ अहिले सेकेन्डमा कुनै बेला, पहिला भने कति आएको थियो गर्नु न। अब यो सी भनेको सिफ्ट डिभाइड आउँछ। ल म एकैचोटि गरिदिन्छु, सबै यहाँ आउनु, यहाँ हेर्नुहोस्, एकैचोटि गरिदिनु यो भ्यालु हाल्ने। म एकैचोटि गरिदिन्छु ल। ल थिच्नुहोस्, म जे भन्छु त्यति थिच्नु, क्यालकुलेटर छ थिच्नुहोस्, मोड भनेर थिच्नुहोस्, मोड थिच्नुहोस्, थिच्नुभयो। 160 माथि फ्रिक्वेन्सी जोडेको हो, क्वेसनमा छ त फ्रिक्वेन्सी जोड न 160 आउँछ, एन क्यापिटल एन जोड त 160 आउँछ फ्रिक्वेन्सी जोड त। छुट्यो क्या तिम्रो क्लास, बोल्दा हुन्छ के फरक पर्दैन। ल अब यहाँ पहिला के गर्ने, मोड थिच्ने, मोड थिच्यो, मोड थिच्ने, त्यसपछि 7 थिच्ने, त्यसपछि 7 थिच्ने, अनि एफएक्स आउँछ हेर, त्यहाँ एफएक्स आउँछ, देखियो कि देखिएन, इ एफएक्स देखियो। अब यो भर, यो भर, अब यहाँ जस्तो छ त्यस्तै भर, हेर यहाँ 160 हेर्नुहोस् है त्यहाँ इन्टु 4, 160 इन्टु 4। अब तपाईँलाई चाहियो सी, सी भनेको कम्बिनेसन हो, त्यो भनेको सिफ्ट र डिभाइड थिचेर आउँछ है, सिफ्ट र डिभाइड थिचेर कम्बिनेसन आयो। हेर्नुहोस् त 160 इन्टु 4 सी।
अब एक्स चाहिने भनेको अल्फा र ब्राकेट क्लोज एक्स को लागि लेख्छु त नोटमा अल्फा अल्फा अनि ब्राकेट क्लोज अल्फा र ब्राकेट क्लोज अल्फा ब्राकेट क्लोज सँगसँगै थोरै फोसी एक्स आयो हेर्नु है त्यहाँ थिच्नुहोस् त सी भनेको सिफ्टर डिभाइड एक्स भनेको अल्फा र ब्राकेट क्लोज थिच्नुहोस् त आउँछ मेरो आयो अब फेरि मैले इन्टु गरेँ इन्टु अब 0.5 लाई मैले ब्राकेटमा राख्छु 0.5 ब्राकेट बन्द पावर कति छ 4 छ मैले सबै भरे तपाईले पनि भर्नु होला सबै भरिसकेपछि इक्वल्स टु गर्नुस् स्टार्ट भन्ने आउँछ इक्वल्स टु गरेपछि के आउँछ यहाँ स्टार्ट भन्ने आउँछ 1 आयो त सर त्यही स्टार्ट भन्ने शब्द आएन स्टार्ट भन्ने आउँछ त्यहाँ 0 थिच्ने स्टार्ट भन्ने शब्द आउँछ के थिच्ने 0 थिचेर इक्वल्स टु गर्ने 0 अनि इक्वल टु ठीक छ त्यसपछि इन्ड आउँछ इनमा एन थिच्ने हाम्रो एन कति छ स्मल एन 4 छ 4 थिच्ने इन भनेको स्मल एन हो मैले 4 थिचे इक्वल्स टु त्यसपछि स्टेप आउँछ स्टेप जहिले पनि 1 हुन्छ स्टेप 1 थिच्ने स्टेपमा 1 थिच्ने अनि इक्वल्स टु गर्ने यहाँ एरर आयो मेरो सर भएन फेरि गर्नु त स्टेप आएन मेरो एरर आयो मेरो आफ्नै एरर आयो सर मेरो त सी नै आएन रुक्नु म गर्छु ल यहाँ आउँछ सी त शिफ्ट डिभाइड सर मेरो सबै आयो स्टेप आएन शिफ्ट डिभाइड थिच्दा नि त्यो डिभाइड मात्रै आउँछ के भएको शिफ्ट अनि डिभाइड सके थिच्नु न शिफ्ट अनि डिभाइड थिच्नु न आइरहेको छ त मेरोमा आउँछ गर्नु न म यहाँ मेरो किन आन्सर आएन म टप गरिरहेको छु फेरि सुरुबाट नि भनिदिनु न बिचमा कता पुग्यो ल यहाँ फेरि सुरुबाट गर्छु ल पहिला मोड थिच्नुस् थिच्नुभयो त्यसपछि 7 थिच्नुस् मोड अनि 7 एफएक्स आयो होला अब सुरु गर्नु यहाँको गर्नुस् 160 इन्टु 4cx भनेको पहिला 4 अनि सी कसरी आउँछ शिफ्ट र डिभाइड मैले पनि चेक गरेको थिएँ नि धेरै भएको थियो सी त्यसपछि एक्स भनेको अल्फा र ब्राकेट क्लोज मेरो एक्समा आयो इन्टु अब 0.5 को पावर 4 एक्स इज कट इन्टु ब्राकेट ओपन 0.5 को पावर 4 मेरो कहाँ बिग्रिरहेछ म त चेक गर्दैछु अघि मैले 4 राखिन नि त 0.5 को पावर 4 भयो अब इक्वल्स टु गरे स्टार्ट आयो स्टार्टमा जहिले पनि 0 थिच्ने 0 इक्वल्स टु इन आयो इनमा जहिले पनि एन थिच्ने हाम्रो एन कति हो 4 हो 4 त्यसपछि स्टेप आयो स्टेपमा जहिले पनि कति थिच्ने 1 इक्वल्स टु आयो मेरो एन्सर आयो टेबल जस्तो आउँछ है सुरुको एन्सर 0 आयो यहाँ त 1 आयो त यस्तो आउँछ टेबल 0 आउँदा माथि 10 हो पहिलो एन्सर कति हो 10 0 आउँदा 10 हो अनि त्यसपछि यो तल थिचेपछि तल आउँछ यसरी यो तल गरेर कति आउँछ 40 आयो त्यहाँ 1 मा 40 फेरि यहाँ हेर्दै सबै जान्छ 2 मा कति 60 3 मा 40 4 मा 5 कति भन्छ 10 यसरी सुरुबाट जाऊ यहाँ माथि जाऊ है यो माथिको थिच अनि 0 मा जाऊ सेभ आयो भने के थिच्ने भन्नुभएको थियो त्यसपछि अर्को तपाईँको 40 हो फेरि तल एक स्टेप थिच्नुस् अर्को 60 हो F0 मा यो थिचौ न हैन F0 हुँदा 10 लेख्ने होला नि तपाईले F1 मा 10 लेखिराख्नु भएको छ 0 पनि 10 हो मैले 1 मा चाहिँ लेखेको छु मिस्टेक भयो यो माथि हो यसलाई 0 बाट मान्नु त भाइ 0 बाट मान्नु न 10 40 60 अर्को कति हो 60 पछि 40 अनि 10 ल यही आन्सर 10 40 60 40 10 यही आन्सर सर एकचोटि फेरि सुरुदेखि गर्दिन न सर यो एकचोटि फेरि गर्नु पर्यो लास्टको वाला चाहिँ एन्सर लेख्दाखेरि चाहिँ आएन है मलाई केही फरक पर्दैन एकचोटि बुझ्नु त ल पहिला सुरु गरौँ ल मोड सर स्टेप नै लेख्दिनु क्या बरु बुझिँदै बुझेन लेखे त मोडी लेखे त नि सुरुमा मोड भयो
एफएक्स आयो। आयो अब यो भर 160 इन्टु इन्टु 4 4 अनि सी ल्याउनको लागि सिफ्ट र डिभाइड आयो सी अनि अनि एक्स ल्याउनको लागि अल्फा र ब्र्याकेट क्लोज आयो भयो। अनि इन्टु ब्र्याकेट ओपन 0.5 ब्र्याकेट बन्द पावरको। अब स्टार्टबाट नबुझे अब अनि अब इक्वल्स टु गर्यो। 1 आयो अब यहाँ स्टार्ट भन्ने शब्द आयो, आयो त्यहाँ 0 थिच 0 अनि इक्वल्स टु गर। 5 आयो अब त्यहाँ इन्ड आउँछ। आयो इन्ड भनेको एन हो। हाम्रो नम्बर अफ एन कति हो 4 थिच अनि इक्वल्स टु थिच। 4 अनि इज टु अब स्टेप आयो हो। आयो स्टेपमा जहिले 1 थिच। अँ। अब त्यो एन्सर हो राख यताको। अब थिच्दै जाऊ तल बटम थिच्दै जाऊ त्यो हो एन्सर सर माथि सुन्नु न, हो यो आयो कि हो यो राख्दाखेरि चाहिँ हजुरले तल माथि भन्नुभएको थियो, यो बुझेन कि कसरी यो एन्सर चाहिँ आयो। तिरेबाट राख न 0 सुरु भने 10 40 60 40 10 राख त्यहाँनिर कन्टिन्यू यो उसमा यहाँ राख नि। ल यता ल एक्स मा 0 ल यो 0 मा 10 ल यहाँ 0 मा 10 1 मा 40 2 मा 60 3 मा 40 4 मा 10 यो एन्सर हो। अब यसलाई फेरि मिलाउनु पर्छ टेबलमा। सुन्नु न, यहाँ फर्स्टमा चाहिँ हाम्रो 10 40 र 60 मात्र छ, अनि अब के गर्ने? तल 10 सार्ने साठी तल फेरि सार्ने बटम दिन्छ नि यो तलको बटम दिन्छ नि तलको सार्ने। त्यो 1 मा 10 देखाएको छ, हामीले त्यो 0 मा लेख्ने है, 1 मा लेख्ने हैन। 0 लेखेको छ हो। लाठी त्यहाँ 0 देखाइरहेको हुन्छ, यता साइडमा देखाउँदैन यहाँ 0 भनेर 0 देखाउँछ अनि 1 देखाइरहेको हुन्छ त्यहीँनिर। 2 मा 40 देखायो अहिले। त्यहाँ यहाँ देखाउँछ चाहिँ हौ। यस्तो छ 1 मा 10 छ अनि 2 मा 2 मा 40 सिरियल राख छोड्दै सिरियल राख्दै जा। के गर्दै राख्छ? सिरियल राख। सकिन्छ? हुन्छ सिरियली राख न। सिरियली सुरुमा आउने 0 बाट हो 10 40 60 40 10 सिरियली राख्नु त हो। ल सक्यो। अनि एक्सपेक्टेड फ्रिक्वेन्सी यो देखाउनु है लास्टमा। अब्जर्भ फ्रिक्वेन्सी र एक्सपेक्टेड फ्रिक्वेन्सी। अब हाम्रो कसरी क्वेशन 0 थियो 1 थियो 2 थियो 3 थियो हो। यो म्याथको सारेको क्वेशन भयो। त्यसपछि 28 थियो 62 थियो 46 थियो 20 थियो 4 थियो। ल अब तिमीहरूको एन्सर भन। अहिले निकालेको एन्सर भन त कति कति छ? 10 60 40 अनि 60 सर 10 त्यो अब्जर्भ के लेख्नु भयो? अब्जर्भ फ्रिक्वेन्सी के हो? अब्जर्भ फ्रिक्वेन्सी अनि तल एक्सपेक्टेड फ्रिक्वेन्सी। अब्जर्भ भनेको क्वेशन दिएको, एक्सपेक्टेड भनेको हामीले निकालेको। अब्जर्भ भनेको क्वेशनले दिएको, एक्सपेक्टेड भनेको हामीले निकालेको। अब यो जोड्दा नि यो जोड्दा टोटल 160 आउनुपर्छ भने रङ हुन्छ। प्राक्टिकल जोड त सर 10 40 60 40 10 अनि कसले यो भनेको त? मैले नै 10 40 60 40 10 40 10 ल मिस्टेक नभन्नु नि त। लु यो जोड्दा यो 160 आउनुपर्छ, आएर पनि रङ हुन्छ। भयो। यसैलाई भन्छ फिटिटा बाइनोमियल डिस्ट्रिब्युसन। अब जति पनि ओरिजिनल सोधेको छ नि सबै यही सोधे हो। 160 नै छ। अनि यो 160 लाई तल अलग्गै राख्ने हो? होइन यो त जोडेर पो देखाएको थियो तिमीलाई मैले। होइन ए